पारो आउनुभयो हाम्रो संस्थामा हाम्रो झुपडीमा हाम्रो आँगन दलानमा हजुर फुलको थुङ्गा दिन सक्नु त फुलको थुङ्गा रोपेर तपाईँले हजारौँ फुलहरू बनाउन सक्नुहुनेछ भन्ने आशा गर्छु र त्यो होइन र त्यसैले राष्ट्रिय सहमति बनिसकेको छ भन्ने तपाईँलाई जानकारी गराउन चाहन्छु यो मेरो तर्फबाट मेरो संस्थाको तर्फबाट र गाउँघर समूहको तर्फबाट तपाईँहरूको यो शान्ति अनि एकता फेरि एक राष्ट्रलाई म हार्दिक अनुरोध गर्न चाहे यो चाहिँ सफलताको मार्गमा पुग्न सकोस् भन्ने म तपाईँहरूलाई शुभ समाचार दिन मेरो शुभ समाचार नै भनौँ एउटा यो राष्ट्रिय सहमति र राष्ट्रिय एकता तपाईँलाई मान्नुपर्छ। तपाईँ त भेलु बाजे जस्तै हुनुहुन्छ नि त अनि बेलो बाजे भन्नुहोस् अथवा बाजे भन्नुहोस् गाउँकै बाजे भन्नुहोस् जे भए पनि त बाजे त बाजे हो नि है बाजे नै म बेलो बाजे जस्तै छु। भेलु बाजेको क्यारिकेचर गरिदिनु न एकचोटि। अनि धन्यवाद तातो पानी खाउँ न। भेलु बाजेको क्यारिकेचर गरिदिनु न। भेलो बाजे ठिक छ म त्यसमा तपाईँको टोलीलाई सफलताको रूपमा मान्ने गरी दोहोऱ्याउने गरी यो रक्सी उहाँलाई भेलु बाजेको क्यारिकेचर गर्नु न। अलिक म अनलाइनमा छुइनँ नि त्यति बेला। अब भइहाल्छ नि टेन्सन नगर्नु त्यसको लागि। टेन्सन नमान्नुहुँदैन पनि त्यो तपाईँहरूको अनि तपाईँलाई भेलु बाजे भनेर चिन्दो रहेछ नि त यहाँ त। भेलु बाजे भेलु बाजे नै भन्दो रहेछ है। हजुर तपाईँको खास नाम चाहिँ के हो? मेरो रामकुमार राई। रामकुमार राई। हजुर